आज म खास गरी यो साथीभाइहरूले कति धेरै राजनीतिका कुरा गर्नुहुन्छ, कहिलेकाहीँ व्यापार व्यवसायका कुरा गर्नुस् न, केही उपाय लगाउनुस् न भन्ने थुप्रो साथीहरू जो विदेशमा हुनुहुन्छ मेसेन्जरबाट कुरा गर्नुहुन्छ। कतिपय मलाई माया गर्ने यहीँ यतै गाउँघरमा बजारमा बस्ने साथीहरूले पनि के गर्न सकेला अलि नयाँ नयाँ व्यापार व्यवसायको उपायका बारेमा पनि कहिलेकाहीँ भिडियो बनाउनुस् न भन्नेको आधारमा म आज यो भिडियो बनाउँदैछु। नेपालमा त अब नगरौँ भने पनि राजनीतिका कुराहरू गर्ने भइहाल्छ। हामी जहाँ जतै भेट्दाखेरि पनि जसले भेट्दाखेरि पनि नेपालमा के भयो भने राजनीतिको मात्रै कुरा गर्ने भयो। नेताले भाषण गर्दाखेरि पनि राजनीतिको कुरा गर्छ र आम जनता व्यवसाय व्यापार व्यवसायमा कुनै पनि पेसामा लागेका मान्छेहरू पहिलो भेटमा नै राजनीतिका कुरा सुरु हुन्छ। यो हाम्रो विडम्बना हो जस्तो मलाई लाग्छ, किनकि तपाईँ विकसित देशतिरका नेताहरूका भाषणहरू सुन्नुभयो भने हरेक बेला पनि उनीहरूले अर्थतन्त्रको बारेमा व्यापार व्यवसायको बारेमा अहिले जुन किसिमको कस्तो भइराखेको छ, नयाँ नयाँ इनोभेसन नयाँ नयाँ आविष्कारको बारेमा उनीहरूले त्यो प्रकारको छलफल गरिराखेका हुन्छन्, त्यो प्रकारको स्पिच दिइराखेका हुन्छन्। तर त्यो हाम्रो नेपालमा छैन, यो विडम्बना छ। आज पनि अब जेएनजीहरूले त अब दल नै खोलिहाले हैन। थुप्रो दिनदिनै व्यवसायी व्यापार व्यवसाय गर्ने उद्योगपतिहरूले पनि पार्टी खोल्ने जो लहर चलेको छ। यो बेला खासमा आज नितान्त व्यवसायका कुरा गर्दैछु। कतिपय साथीहरू जो हुनुहुन्छ विदेशमा हुनुहुन्छ, केही रकम जम्मा गर्नुभएको छ र नेपालमा आएर केही गर्ने सोच्दै हुनुहुन्छ, ती साथीहरूलाई र जो गाउँघरमा हुनुहुन्छ र नयाँ के गर्ने होला अथवा विदेश पनि जान सकिँदैन, यहाँ पनि गर्ने केही पनि छैन, के गर्ने होला भन्ने यी दुईतिरका साथीहरूको बारेमा मलाई मनमा लागेका कुराहरू र अहिले ठ्याक्कै सम्भावना यो हुनसक्छ है भन्ने एक प्रकारको अनुमानको र एउटा केही थोरै तिनो व्यवसायमा अनुभव पनि भावनाले त्यो म चाहिँ सेयर गर्न चाहन्छु। व्यापार व्यवसाय गर्दाखेरि भर्खरै अस्ति दशैंमा मेरो माइतीतिरको दाइले चाहिँ भन्दै हुनुहुन्थ्यो कि के छ व्यापार व्यवसाय भन्दाखेरि मैले उहाँलाई भनेको थिएँ 8वटा व्यवसाय गरियो अहिलेसम्ममा, केहीमा सफल केहीमा असफलको अनुभव छ भन्दाखेरि उहाँ छक्क पर्नु भएको थियो के व्यवसाय भन्नु भनेर। जस्तो हामीहरू व्यापार व्यवसाय भन्दाखेरि के सोच्छौँ भने पसलै खोलेपछि उद्योगै खोलेपछि हैन एकदम लागि परेपछि त्यो मात्रै व्यापार व्यवसाय हो भन्ने सोच्छौँ। तर त्यस्तो होइन, जमाना धेरै फरक आइसकेको छ। टेक्नोलोजीले अथवा नयाँ नयाँ त्यो प्रविधिले अथवा नयाँ नयाँ समयका नयाँ नयाँ व्यापार व्यवसायहरू पनि फस्टाइरहेका छन्। मैले दुईवटा साना उदाहरण दिउँ। एकजना मेरो साथी हुनुहुन्छ सल्यान खलङ्गामै, उहाँ चाहिँ जागिरी गर्नुहुन्छ। उहाँले भेट्दाखेरि कुराकानी गर्नुहुन्छ। उहाँले आफ्नो छोराछोरीको आफ्नो म्याडमको आफ्नो नाममा उहाँले आइपिओ उहाँले डिम्याट खाता खोल्नुभएको छ र उहाँले त्यो व्यापार व्यवसायको बारेमा कुरा गरिरहनुहुन्छ। 8-9 लाख रुपियाँको कारोबार उहाँले गरिरहनुहुन्छ मोबाइलमा हेरेर। त्यो पनि एउटा व्यवसाय नै छ। र भर्खरै यो तुलसीपुरको एउटा चोकमा मैले एकदम स्टडी गर्दाखेरि मैले त्यो रिसर्च गरेरै पत्ता लगाएको, सायद यो सुन्नुभयो भने पनि उहाँले मेरो बारेमा थाहा पाएछ भन्नु होला। एकजना कोरिया जाने युवा, कोरिया जान तयारी भएको युवा चाहिँ के कारणले असफल भइसकेपछि उहाँले चोकमा एउटा तरकारी राखेर बिहान साँझ सुरु गर्नुभयो। तर त्यो यति धेरै फस्टाइसक्यो र यति धेरै कारोबार भइसक्यो कि उहाँले अहिले कोठामा लिँदाखेरि पनि कुनै पसलमा राखौँ भने पनि त्यति व्यापार हुँदैन भनेर अहिले उहाँले नितान्त रोडमा राम्रो कारोबार एकदम महिनाको लाख 1.5 लाख उहाँले कमाइराख्नु भएको छ। कोरिया उहाँको यहीँ भएको छ, तुलसीपुरमै पनि। त्यस कारण यी दुईवटा अनुभवबाट म के भन्न चाहन्छु भने तपाईसँग पर्याप्त बजेट छ, एकदमै पर्याप्त बजेट छ भने तपाईसँग समय नभए पनि हुन्छ, तपाईँको आफ्नो मेन पावर नभए पनि हुन्छ, त्यो व्यवसाय चल्छ जस्तो मलाई लाग्छ। र अर्को कुरा तपाईँसँग पर्याप्त समय छ, मेन पावर पनि छ, काम गर्ने तपाईँहरू आफै पनि हुनुहुन्छ, तर तपाईँसँग बजेट छैन भने पनि त्यो व्यवसाय पनि अगाडि बढ्छ। आज म तपाईँसँग पर्याप्त बजेट चाहिँ छैन तर तपाईँसँग समय छ हैन, अनि तपाईँसँग आफ्नै परिवारले काम गर्ने त्यो मेन पावर पनि छ भने सहरमा र गाउँमा हुने केही उपायहरू केही व्यवसायहरू को आइडिया यसो सेयर गर्न चाहन्छु। जस्तो सहरमा अहिलेका युवतीहरू जो एकदम रोजगारीको खोजीमा हुनुहुन्छ, के गर्ने होला भन्ने खोज्नुहुन्छ भने साना साना तपाईँहरू सहरमा बस्नु भएको छ भने यति धेरै सम्भावनाहरू छन्। तपाईँले जे गर्दाखेरि पनि रोजगारी अहिले छ्यापछ्याप्ती छ।
हरेक तपाईँको चाहिँ कुन प्रकारको कुन रुचि छ, कुन प्रकारको क्षेत्रमा व्यवसाय गर्न चाहनुहुन्छ, कुन क्षेत्रमा चाहिँ तपाईँले गर्ने हो, तपाईँसँग चाहिँ पर्याप्त समय छ भने है, फेरि समय त हुनु पर्यो। तपाईँसँग बजेट छैन, पैसा छैन भने तपाईँसँग समय हुनु पर्यो, जाँगर हुनु पर्यो, तपाईँले काम गर्ने हुनु पर्यो हैन। म टाइम पनि दिन्न, मसँग पैसा पनि छैन भन्ने हो भने त व्यवसाय हुँदैन। र यदि तपाईँसँग त्यो समय छ भने तपाईँले कृषि क्षेत्रमा काम गर्न चाहनुहुन्छ कि त्यहाँ अनुभव लिनुहोस् हैन। कृषि क्षेत्रमा ठुलो बजेट पनि आवश्यक छैन, उत्पादनमा लाग्नुहोस्, थोरतिनो सानो आफूले भ्याउने जति उत्पादनमा लाग्नुहोस्, अनि त्यहीबाट व्यवसाय सुरु गर्नुभयो भने पनि प्रशस्त सम्भावना छ हैन। तपाईँले चाहिँ उत्पादनै गर्नुपर्छ भन्ने पनि छैन। अहिले बजारमा तपाईँले एउटा व्यापारीहरूसँग जोडिएर हैन, अहिले अनलाइनहरू गर्नुभयो, अनलाइनबाट अथवा तपाईँ कुनै ठाउँमा बसेर पनि केही जुनसुकै व्यापार गर्छु भन्नुभयो भने पनि तपाईँले टाइम दिनुभयो भने पनि जिरो लगानीमा तपाईले बजारमा जसको पनि तपाईले व्यापार सुरु गर्न सक्नुहुन्छ, व्यवसाय सुरु गर्न सक्नुहुन्छ, आफ्नो रोजगारी गर्न सक्नुहुन्छ। प्रशस्त सम्भावना। अलिकति पढ्दै हुनुहुन्छ भने हैन, तपाईको प्रशस्त मात्रामा शैक्षिक संस्थाहरू छन्। त्यति मात्र होइन, आफै पनि गर्न सकिन्छ। तपाई जहाँ जुन कोठामा बस्दै हुनुहुन्छ त्यही कोठामा पनि तपाईले प्रचार गर्न सक्नुहुन्छ। त्यसकारणले तपाईसँग तपाईले के सेवा गर्न सक्नुहुन्छ, अथवा तपाई के क्षेत्रमा जान चाहनुहुन्छ। तपाई होटल व्यवसाय क्षेत्रमा जान चाहनुहुन्छ हैन, तपाई चिया मात्रै बेच्न चाहनुहुन्छ, तपाई अचार बनाएर मात्रै बेच्न चाहनुहुन्छ, तपाई गाउँघरतिरबाट सामानहरू मगाएर हैन गाउँघरका उत्पादनहरू बिक्री गर्न चाहनुहुन्छ, अथवा तपाई अरु कसैसँग जोडिएर ठुलठुला व्यापारीहरूसँग जोडिएर उनीहरूको सामान बिक्री गरिदिएर पनि व्यवसाय गर्न चाहनुहुन्छ। जे गरे पनि तपाईले बजारमा अथवा साना सहरहरूमा तपाई मजासँग अहिले यो एकदमै अनुकूल समय छ, गजब समय छ जस्तो लाग्छ र धेरैले पनि प्रगति गरिराख्नु भएको छ। सयौं उदाहरणहरू तपाईले बजारमा पाउनुहुन्छ। यो कुरा भयो बजारको। जो गाउँमा हुनुहुन्छ, गाउँमा बसिराख्नु भएको छ र गाउँ छोड्ने अवस्था पनि छैन, गाउँको घर छोड्ने अवस्था पनि छैन र त्यहाँ तपाईले व्यवसाय गर्न चाहनुहुन्छ, केही उद्यमका कुरा गर्न चाहनुहुन्छ भने पनि गाउँमा पनि अहिले प्रशस्त सम्भावना छ। सोच्नुस्, तपाईको गाउँघरहरूको तपाईले लिस्ट बनाउनु भयो भने त्यहाँ थुप्रो प्रकारका समस्याहरू देख्नुहुन्छ। गाउँमा त झन् म धेरै सम्भावना देख्छु। जस्तो त्यहाँ चाहिँ तपाईसँग जे सिप छ भने पनि गाउँमा त्यहाँ उपयोग हुने ठाउँ देख्छु म हैन। तपाईले सामान्य प्रकारको अहिले एउटा म सानो उदाहरण दिन्छु। गाउँमा प्रायः विदेशमा बस्नुहुन्छ धेरै जसो गाउँका मान्छेहरू वहाँ कमाउन जानुभएको छ र त्यो प्रत्येकका घरमा केही न केही अभाव छ हैन। तपाईले यहाँ अलिकति अहिले त झन् हैन जन्मदिन मनाउनेदेखि लगेर हैन अनेक प्रकारका सेवा सुविधाहरू पनि मान्छेले उपभोग गर्न चाहन्छ, किनकि डिजिटल हैन यो फेसबुकको माध्यमले, टिकटकको माध्यमले मान्छेलाई अलि सुविधाभोगी बनाएको छ। तपाईले साना सहरमा आएर 3-4 महिनामा तपाईले तालिम प्राप्त गरेर तपाईले सिप सिकेर तपाईले गाउँमा जानुभयो भने पनि अहिले गाउँमा सामान्य केक बनाउनु भयो भने गाउँमै केक बिक्छ, गाउँमै पाउरोटी बिक्छ हैन। तपाईले गाउँमै तपाईको चाउमिन मोमो बिक्री हुन्छ हैन। गाउँमै तपाईले चाहिँ तपाईको अन्य प्रकारको जस्तै पठाउ सेवा जस्तो तपाईले तपाईको अहिले गाउँमा धेरैले प्रायसले अटो चलाइरहनु भएको छ गाउँमा हैन। तपाईसँग मोटरसाइकल सामान्य साधन किनेर त्यो साधनको तपाईले उपयोग गर्न सक्नुहुन्छ गाउँमा। त्यति मात्र होइन, प्रायसो हाम्रा गाउँहरू भने त कस्तो छन् भने धेरै चीजहरू चाहिँ किनेर खरिद गरेर उपभोग गर्नेमा छन्। कपडा उपभोग गर्छन् उनीहरूले हैन। तपाईको चाहिँ तपाईको खानपिनको उपभोग गर्छन्, किन्छन् भन्दाखेरि थुप्रो प्रकारको चामलकै व्यापार, तेलकै व्यापार अथवा मसलाकै व्यापार अथवा जे गर्दाखेरि पनि गाउँमा तपाईको प्रशस्त सम्भावना छ। र तपाई गाउँमा आफै उत्पादन चाहिँ नजोडिने जस्तो लाग्छ, किनकि गाउँमा हरेक मान्छे फुर्सदिलो, हरेक मान्छे किसान खेतीपाती गर्ने भावनाले उनीहरूले उत्पादन गर्ने चिजहरूलाई तपाईले व्यवसायको रूपमा गर्नुभयो भने तपाईले धेरै प्रकारले यो व्यवसाय सफल हुन्छ भन्ने लाग्छ। अरु बाँकी कुरा त छलफल गर्दै गरौँला। र अन्तमा जो राजनीतिसँग जोडिएको छ, मलाई कतिपयले भन्नुहुन्छ तपाईँ जनप्रतिनिधि भइदिए के गर्नुहुन्छ अथवा तपाईँ नेता भइदिए के गर्नुहुन्थ्यो। म एउटा तपाईलाई भनौँ, म दार्मा गाउँपालिका मेरो चाहिँ त्यहाँ मेरो बसोबास हो, स्थायी ठेगाना त्यहाँ हो। त्यहाँ म कहिलेकाहीँ हेर्छु के अधिकांश स्थानीय जनप्रतिनिधिहरू जो संविधानले दिएको अधिकार थियो, जो संहितामा एउटा परिकल्पना गरिएको सरकारको कुरा थियो, त्यो अनुसार गइदिएन के। अहिलेको जो जनतामा चरम प्रकारको चाहिँ वितृष्णा सुरु हुनुको कारण पनि के हो त भन्दाखेरि जुन संविधानमा र जुन गणतन्त्र आइसकेपछि, संहिता आइसकेपछि नयाँ प्रकारका सरकारहरू बने, ती सरकारहरूले गुड पर्फर्मेन्स दिन सकेनन्, अथवा त्यो सरकार जुन उद्देश्यले, जुन जनतालाई केन्द्र गरेर जुन मकसदका साथ चाहिँ संहिता आएको हो, सरकारहरू बनेका हुन्, त्यो अनुसारले गर्न सकेनन्। म सानो तपाईलाई उदाहरण दिन सक्छु। हाम्रो दार्मा गाउँपालिकामा झन्डै 45-50% तपाईको हाम्रो दलित समुदाय छ, जो सिप भएको समुदाय हो। उहाँहरूसँग सिलाइ कटाइको सिप छ,
उहाँहरूसँग भाँडाकुँडा बनाउने सिप छ, उहाँहरूसँग तपाईँको चाहिँ अन्य बाजा गाजा सङ्गीतहरू अथवा नभई नहुने ती प्रकारका साङ्गीतिक कुराहरूको त्यो प्रकारको सिप छ र त्यो प्रकारको गाउँघरमा त दायित्व जस्तो, गाउँघरमा त जिम्मेवारी जस्तो पनि छ। यसलाई हामीले व्यवसाय बनाउन सक्थ्यौँ। दार्मामा मात्रै 1 महिनामा हामीले कम्तीमा 200 जना व्यवसायी जुन त्यो दलित समुदायबाट व्यवसायी बनाउन सकिन्छ हैन। मैले त्यहाँ चुनावमा उठ्दै गर्दाखेरि पनि त्यहाँ मैले एउटा परिकल्पना पनि सार्वजनिक गरेको थिएँ कि त्यहाँ अहिले कस्तो हुन्छ भने कसैले मान सम्मान पाउने कुरा, जातीय विभेद भन्ने कुरा के हो त भन्दाखेरि यसको जड हेर्नुभयो, यसको कारण हेर्नुभयो भने आर्थिक धरातलबाट चाहिँ केन्द्रित हुन्छ के। तपाईँको त्यो अवस्था, आर्थिक अवस्थाले नै मान सम्मान विभेद निम्त्याइरहेको छ अहिलेको समयमा है। फेरि त्यसलाई चाहिँ एउटा निवारण गर्नको लागि के गर्न सकिन्थ्यो भने सिलसिलाइ गरेको हाम्रो दार्मा गाउँपालिकामा तपाईँको चाहिँ कम्तीमा 200 परिवार त छ नि। त्यसले वर्षभरिमा तपाईँको कतिपय चाहिँ घरमाहरूमा सिलसिलाइ गर्ने गर्छन्। उनीहरूले सामान्य अन्न पात ल्याएर त्यो टार्छन्। त्यहीलाई तपाईँले दर्ता गर्ने हैन, सिलसिलाइ चाहिँ व्यवसायलाई दर्ता गरे बाफत तिमीले यति चाहिँ तपाईँले सामान्य गाउँबाट, गाउँपालिका सरकारबाट अनुदान पाउँछौ र यसलाई सामान्य प्रकारले चाहिँ बजारीकरण गर भनेको भए 200 परिवारले जुन काम गरिरहेका थिए त्यही काम गर्थे। त्यसलाई नगदमा बनाउँदाखेरि हैन लगभग 1200 घर परिवारहरू छन्, 1200 भन्दा बढी नै घर परिवारहरू छन् दार्मामा। कम्तीमा वर्षभरिमा 10,000 मात्रै पनि तपाईँको सिलसिलाइ खर्च जो तिरिरहेका छन्। फेरि जस्तो तपाईँको अन्न दिनेले पनि त अन्नको पनि त मूल्य त हुन्छ नि त। फेरि आखिर उनीहरूले पैसा दिइराखेका छन् तर त्यो क्यासमा, त्यो व्यवसायमा बदल्न सकिया छैन भनेपछि त्यसलाई दर्ता गरेर यदि चाहिँ तपाईँको क्यास फ्लोमा गराएको भइदिए कस्तो हुन्थ्यो त भन्दाखेरि विभेद पनि हट्थ्यो हैन। फलाना चाहिँ फलानासँग सिउनै पर्ने, फलानुको फलानु बिष्ट यो कमाउने भन्ने हुन्छ नि, त्यो पनि हट्थ्यो। जसको सिप छ, जसको क्षमता छ, त्यो प्रतिस्पर्धा पनि सुरु हुन्थ्यो र सबैले आफ्नो व्यापार व्यवसाय गर्ने एउटा चाहिँ ठुलो माध्यम पनि पाउँथ्यो र त्यो समुदाय नै माथिल्लो हिसाबले, आफ्नो व्यावसायिक हिसाबले, व्यापारको हिसाबले अगाडि बढ्न सक्थ्यो। त्यो सामान्य कुरा एउटा निर्णयले चाहिँ त्यो बनाउन सकिन्थ्यो हो। त्यस कारणले गर्दाखेरि कतिपय साथीहरूलाई भनिन्छ कि त्यो तपाईँ किन असन्तोष व्यक्त गरिरहनु भएको छ भन्ने कुरा के। जनप्रतिनिधिहरूले चाहिँ कस्तो हो भने अहिले एउटा ठुलो ग्याप देख्छु कि म। सामान्य जनता, आफ्नो गाउँपालिका, आफ्नो नगरपालिकाको जनताहरूको अवस्था हेरेर उनीहरूलाई के चाहिएको हो अथवा उनीहरूलाई के गर्न, उनीहरूको सोच कसरी बदल्न सकिन्छ अथवा त्यहाँ चाहिँ व्यापार व्यवसायदेखि लगेर रोजगारीका माध्यमहरू, रोजगारीका चाहिँ क्षेत्रहरू कसरी खोल्न सकिन्छ त्यतातिर प्रयत्न गरेको म देख्दिनँ। मेरो गाउँपालिकामा त झन् 0 छ क्या त्यो। अहिले गर्ने त्यो हो कि अगाडिको नेताले अथवा जनप्रतिनिधिले अथवा अगुवाले गर्ने कुरा के हो त भन्दाखेरि जति सक्दो छिटो मान्छेलाई व्यावसायिक बनाउने, किसानलाई व्यावसायिक बनाउने, रोजगारीका क्षेत्रहरू जति सक्दो खोल्ने प्रशस्त ठाउँ छ त। फेरि शिक्षामा ठाउँ छ, तपाईँको चाहिँ स्वास्थ्यमा ठाउँ छ, तपाईँको चाहिँ अन्य म्यान पावरहरूमा, सेवा क्षेत्रमा ठाउँ छ, उत्पादनका क्षेत्रहरूमा थुप्रोलाई चाहिँ रोजगारीका क्षेत्रहरू सिर्जना गर्न सकिन्छ। त्यस कारणले म ती असन्तोषहरू बेला व्यक्त गर्ने गर्छु। आगामी दिनमा फेरि तपाईहरूले भने जस्तै, तपाईँहरूको हामीहरूले कुरा गरे जस्तै नयाँ प्रकारका कुराहरूमा साना यी भिडियोहरू बोल्ने प्रयास गर्नेछु। बिदा दिनुहोस्, धन्यवाद।